वैशाखको महिना बच्चाहरूको लागि खोपको महिना। के तपाईँलाई थाहा छ नेपाल सरकारले जन्मेदेखि 15 महिनासम्मको बालबालिकाका लागि 13वटा रोग विरुद्ध 8 प्रकारका खोपहरू तपाईँको नजिकको स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध गराउँदै आएको छ। यो सानो सुईले ठुलो सुरक्षा दिन्छ, तपाईँको बच्चाको भविष्य बनाउँछ। जन्मने बित्तिकै BCG खोपले 6 रोगबाट बचाउँछ। 6, 10 र 14 हप्तामा दिइने खोपहरूले पोलियो, झाडापखाला, निमोनिया, लहरे खोकी र हेपाटाइटिस बीबाट सुरक्षा दिन्छ। 9 महिनामा दादुरा रोगले, टाइफाइड, 12 महिनामा जापानिज इन्सेफ्लाइटिस र 15 महिनामा थप आवश्यक खोपहरू दिइने गर्दछ। धेरै अभिभावक व्यस्तता, जानकारीको कमी र व्यवस्थाका कारण खोप छुट्याइदिन्छन्, तर सम्झनुहोस् छुटेको खोपले बच्चा जोखिममा पर्न सक्छ। तपाईँको बच्चाको खोप छुटेको छ भने ढिला नगर्नुहोस्, आजै नजिकैको स्वास्थ्य चौकी जानुहोस् र छुटेको खोप लगाउनुहोस्। एउटा सानो निर्णयले तपाईँको बच्चाको जीवन बदल्न सक्छ। समयमै खोप लगाउनुहोस्, बालबालिकालाई रोगमुक्त बनाउनुहोस्। स्वास्थ्य बच्चा सुनिश्चित भविष्य। स्वास्थ्य दृष्टि, योर भिजन फर बेटर हेल्थ। थ्याङ्क यू।